ठुली ए ठुली चिया बना। बुढी जति काम गरे पनि वर्ष दिन खान नपुग्ने, अर्काको बन्दगी गर्दा समेत पुगेको छैन। आफूले एक छाक खाएर भए पनि यिनीहरूलाई दुई छाक त खुवाउनै पर्यो। कापी कलम स्कुल लाउने लुगा फाटाको जो त गरिदिनै पर्यो बुढा। यहाँको माटो मलिलो नभए पनि यहाँको माटोसँग छुट्टै माया गाँसिएको छ। यो ठाउँ छोडेर अन्त जान नसकिने, यहीँको माटोमा दिनरात लडिरहन मन लाग्छ। मायाले पेट नभर्ने रहेछ। जति नै पाखुरी बजारे पनि वर्ष दिनलाई खान पुग्ने गरी अन्न फल्ने होइन। ल हेर के गरेका यिनीहरू? एक थप्पड दिन्छु अनि जानु गरे सम्झाउनु। के भयो नलड न, के भयो भन त। ल तिमीहरू नलडी बस, म सहरबाट आउँदा कपी पेन्सिल लिएर आइदिन्छु है। ल भित्र गएर पढ। ल जाऊ। कति सानो सानो कुरामा झगडा गर्छन्। यो गरिबीसँग पनि वाक्क लागिसक्यो। ल ठिक छ नि त, म सहरतिर जाउँला, गलैँचा काम्लो बेचौला। महिना दिन काम गऱ्यो भने यो वर्षलाई चल्छ, फेरि अर्को वर्ष त्यसै गरी जाउँला। मैले एक गाई बस्तु एक केटाकेटी एक्लै कसरी सम्हाल्ने? गर्छन् नि यिनीहरूले, ठुली सानीहरूले सघाइहाल्छन् नि अलिअलि, चिन्ता मान्नु पर्दैन। हे कति गरिबीमा बाँच्ने, बरु तिमी विदेश जाऊ बुढा। फेरि पछि बाँच्यो, अहिले झ्याम्म दिन्छु एक अन्था हो। म यो गाउँ छोडेर यहाँको माटो छोडेर कहीँ पनि जान्छु। अब आइन्दा यस्तो कुरा नगर। दुई छाक त जसरी पनि पाएकै छु। दुई छाकको जो कसरी गर्ने त्यही मात्रै सोच्नु परेको छ। यिनीहरू ठुला हुँदै जाँदा यिनीहरूको सपना कसरी पुरा गर्ने होला? आफ्ना सपना आफै पुरा गर्छन्। यसो विदेशतिर गए कमाइ हुन्थ्यो भनेको मान्ने होइन। ल गएँ म घाँस काट्न, तिमी पनि जाऊ बारीतिर।
त दाइ कोदाली बोकेर कता लाग्नुभयो म त बारीतिर। अनि तिमीहरू कता? सहर जान लाग्यो दाइ, तपाईँ नजाने? अब 1-2 दिनमा मेसो मिलाएर म पनि आउँछु। सहर नपुगी खान नपुग्दो रहेछ दाइ, के गर्ने। अब यसो सहरतिर जानु पर्यो, अलिकति पैसा कमाएर घर खर्च त ल्याउनै पर्यो। अनि सरसामान खै त? अस्ति 2 दिन अगाडि खचरमा पठाएको दाइ पुगिसक्यो होला। ल दाइ, हामी त लाग्यो, तपाईँ मेसो मिलाएर आउँदै गर्नु होला। ल दाइ ल हुन्छ लाग्यो ल। अब यो मकैबारीमा कोदो रोप्नुपर्छ। गलैँचा आयो, गलैँचा, नेपाली गलैँचा। गलैँचा। गलैँचा राख्नुहोस् हो, गलैँचा। नेपाली गलैँचा आयो, सस्तोमा राम्रो नेपाली गलैँचा, आफ्नै देशमा बनेको गलैँचा। पैसा गर्दैछु भनेपछि बेचेर भ्याइ। अब 2-3वटा रहेको छ, बाँकी रहेको तँ बेच्दै भाइ। भोलि किनमेल गरेर पर्सि म फर्किन्छु। अनि बिर्खे पनि 2-4वटा बेचेर आइन्छ भन्दैछ। अब मैले कसरी बेच्छु? त 3-4 दिन बसेर बेच्न भाइ। यसो गर, 2-4 दिनपछि मेरो पनि सकिन्छ, सँगै जाउँ। तँलाई हतार छैन भाइ, गाउँ छोडेको 1 महिना भइसक्यो, म जानुपर्छ, घरमा गाह्रो भइसक्यो होला। म पर्सि हिँडेँ भने 1 दिन बसमा, 2 दिन पैदल गरेर 4 दिनपछि मात्रै घर पुग्छु। त्यही भएर म चाहिँ जानुपर्छ, 1 महिना नागिसक्यो। त जहिले आए पनि त भयो नि। जाने नै हो भने मैले के बनाउँदैन दाजु, म जानुपर्छ। म बेची पनि आउँछु। यसको मूल्य कति हो दाइ? 700। बस भयो। ल साउजी भयो। यसको मूल्य कति होला? हजुर 650। कति महँगा कपडा।
नमस्कार साउजी। मलाई 2 दर्जन कापी, 1 दर्जन पेन्सिल र 1 दर्जन डट पेन हालिदिनुहोस् न। बसमा पनि चढियो। अब त पर्सिसम्म घर पनि पुग्छु। सबै खुसी हुन्छन् होला। सबैलाई केही न केही त ल्याएकै छु। अनि पैसा पनि त छ मसँग। छोरी, ए छोरी, नानी, बाबु, म आएँ। भद्रगोल पारेर केटाकेटीले कागज सागज च्यातेर सबै एउटा कमाउन गइरहेछन्। बुढी, बुढी, ए बुढी, म आएँ। समाचार। सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको यात्रुवाहक बस कर्णाली राजमार्ग अन्तर्गत कालेखोला क्षेत्रमा पहिरोमा पुरिएको घटनामा बसमा सवार सबै 27 जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि हिजोदेखि सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्बन्धित निकायको संयुक्त प्रयासमा उद्धार कार्य सञ्चालन गरिएको थियो। उद्धारका क्रममा बसभित्र रहेका सबै यात्रुको शव फेला पारिएको जनाइएको छ। हाल मृतकहरूको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पहिचानका आधारमा परिवार तथा सम्बन्धित आफन्तलाई बुझाउने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। यस दुःखद घटनाप्रति सरकारले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भनी शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको जनाइएको छ।
हम